सम्पूर्णमा नमस्कार। मिति 2082 साल पौष 25 गते शुक्रबार श्री सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय बुटोल 7 दीपनगर। आज हामी तपाईहरूलाई यस सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय बुटोल 7 दीपनगरको विशेष वनभोज कार्यक्रमको सुन्दर झलक देखाउँदैछौँ। कक्षा 4 देखि माथिका कक्षा 10 सम्म अध्ययनरत इच्छुक विद्यार्थीहरू सामेल यस वनभोज कार्यक्रममा करिब 250 जना विद्यार्थीहरू शिक्षक शिक्षिकासँगै तिलोत्तमा पार्क पुगेका छन्। सबैको अनुहारमा खुसी र उत्साह झल्किरहेको छ। सबै भाइ बहिनीहरू रमाइरहेका छन्। सहभागी विद्यार्थी, शिक्षक, कर्मचारी सबै उत्साहित नै छन्। सबैको मनमा एउटै कुरा छ, आजको दिन रमाइलो गर्ने दिन हो। यहाँ देख्न सक्नुहुन्छ शिक्षक शिक्षिकाहरू विद्यार्थीहरूसँगै मिलेर रमाइरहनु भएको छ। विद्यालय भनेको पढाइ मात्र होइन, माया, साथ र सिकाइ पनि हो। यो कार्यक्रम पनि एउटा विशेष सिकाइ रह्यो। सँगसँगै काम गरौँ, सँगसँगै पकाउँ, सँगसँगै रमाउँ, सँगसँगै खाउँ, सँगसँगै नाचौँ। यो पल नै एउटा अविस्मरणीय पल हो। यो रमाइलो माहौलले सबैको मुहारमा खुसी ल्याएको छ। कोही खेल्दै, कोही फोटो खिच्दै, कोही हाँस्दै, कोही नाच्दै, सबै आफ्नै तरिकाले यो दिन रमाइरहेका छन्। शिक्षक, विद्यार्थी, कर्मचारी एवं त्यहाँ उपस्थित सबैहरू प्रसन्न मुद्रामा छन्। सबै आफ्नो धुनमा मस्त देखिन्छन्। सबैले आफ्नो तौर तरिकामा रमाइरहेको देख्न सकिन्छ। वरिपरिको रमाइलो दृश्य, मनमोहक दृश्य, बालबालिकाहरू पार्कको अवलोकन सँगसँगै पार्कभित्र रहेका पार्कका विभिन्न खेल सामग्रीमा खुसी हुँदै खेलिरहेका छन्। खुला वातावरणमा सबैलाई मनपर्ने यो क्षेत्र, विशेष गरी ससाना बालबालिकाहरू यहाँ छन्, रमाइरहेका छन्। उनीहरू एक आपसमा आफ्ना खुसीहरू साटिरहेका छन्। कोही सुरेली खेल्दै गरेका छन् त कोही पिङ खेलेका छन् भने कोही पिङवाला डुङ्गा सहेर गरेको देख्न सक्नुहुन्छ। यहाँनिर शिक्षक विद्यार्थीहरू सम्झना स्वरूप फोटो खिचाइरहेका छन्। यत्तिकैमा बीचमा अब खानपान कार्यक्रम सुरु भइरहेको देखिन्छ। अनुशासनपूर्वक विद्यार्थीहरू आफ्नो थाली लिएर क्रमबद्ध भएर खानाका परिकारहरू लिएका छन्। शिक्षक शिक्षिकाहरू एवं त्यहाँ उपस्थित कर्मचारीहरू जिम्मेवारपूर्वक खाने कार्यक्रममा सहजता प्रदान गरिरहेका छन्। विद्यार्थीहरू पनि हाँसी हाँसी रमाई खानपानमा सरिक रहेका छन्। एक थरी समूह यता नाचगानमा पनि उत्तिकै रमाइरहेका छन्। बीचमा शिक्षकहरू पनि
नाचिरहेको दृश्य देख्न सकिन्छ। यो दिनलाई सबैको तर्फबाट खास दिन मनाइएको महसुस गरिएको छ। यो सँगसँगै अन्त्यमा वनभोज कार्यक्रम समापन हुन्छ। सबै बसहरूलाई कर्मैसँग विद्यालयतर्फ प्रस्थान गराई हेड सरले पनि यहाँनिर हात हल्लाउँदै वनभोज कार्यक्रम समापन हुन्छ।